राजा राम रघुवीरको जन्म भएको कथालाई हाम्रो बालुनले
खुसी गर्दछ भन्दै अब हामी हाम्रो बाबु दुई चारवटा संक्षिप्त मात्रामा देखाउन लागिरहेछौँ। आज समयको अभावले गर्दा तसर्थ हजुरहरूले क्षमा गरिदिनु होला। धन्यवाद। हजुरको एकचोटि नाम झोलेना दैमाल, हजुरको भन्नु पुष्पलाल अधिकारी, हजुरको नाम छविलाल फुल। गर्दाखेरि भगवानको अगाडि हामीहरू चारजना कसो कसो हुँदाखेरि भेला भयौँ र जस्तो जोइ भए पनि हामी एउटा परम्परालाई हामी अगाडि बढाउन गइरहेछौँ। सम्पूर्ण भक्तजनले जतिवटा त्रुटि भए पनि हजुरहरूले राम्ररी सोचिदिनु होला भन्ने मेरो थोरै दुई शब्द राख्दै यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। गणपति ब्रह्मा कीर्ति गणपति ब्रह्मा हो लंबोदर हो दाता तुम्हारो शरणमा खेलना आयो हो आज्ञा दे धरती माता। तुम्हारो शरणमा खेलना आयो हो आज्ञा दे धरती माता। शरणमा तुम्हारे शरणमा खेलना आयो धरतीमा लाइहाल्यौँ पाऊ। तुम्हारे शरणमा खेलना आयो हो दिन्छौ र भने हो बात है बन्दन हामीले मागेको दिन्छौ र भने हो बात है बन्दन पहिलो र बाण दैत्यले हान्यो रथको ठेडिया बाँसो लयबारी लय हो कठैबारी लय रथको ठेडिया बाँसो। सीताराम सीताराम हरि गोविंद बोलो सीताराम हरि गोविंद बोलो सीताराम हरि सेवा बोलो सीताराम श्री राम सुताइएको छ। यसै भगवान सुत्नुभएको छ। लक्ष्मणजी यो कत्रो विडम्बना हो, कत्रो अपराध हो, कत्रो ठुलो सजाय महाराज दशरथले किन दिनुभएको भगवान रामलाई। निषाद राज्य भन्नुहुन्छ अनि लक्ष्मणजी भन्नुहुन्छ सुखस्य दुःखस्य न कोऽपि दाता परो ददातीति कुबुद्धिरेषा अहं करोमीति वृथा विमान
स्वकर्म सूत्र ग्रथितो लोका निषादराजी यो त स्वकर्म फल हो आफ्नो दाता सुख और दुःखको कोही दाता छैन स्वयं कर्म फल हो आफ्नो कर्मको फलले गर्दाखेरि मानिस कहिले सुखमा कहिले दुःखमा हुन्छ कर्म फल हो न त राजाको दोष हो न माता कैकेयीकै दोष हो आखिरी स्वतः मानिस कर्म फल भोग्नको लागि संसारमा आएको हुन्छ बस यति मात्रै हो सुख होस् या दुःख होस् विषाद खेद गर्नु भएन सुखे दुखे समय कृत्वा लाभा लाभो जया जय सुख होस् दुःख होस् लाभ होस् हानि होस् विजय होस् जय होस् मानिस समूह भएर बस्नुपर्छ समान भएर बस्नुपर्छ कहिले पनि हात हुँदैन धैर्य गर्नुपर्छ सुखस्यानन्तरं दुःखम दुःखस्यानन्तरं सुखम